उज्यालो नेपाल जिन्दाबाद। उज्यालो नेपाललाई सहयोग गरौँ साथी हो। यसपालि ल हेर्नुहोस् है, भविष्यमा हाम्रो उज्यालो नेपालले जित्यो भने यस्तो हुन्छ है। है कुलमान घिसिङलाई जिताउनु पर्यो साथी हो। पछि यस्तो हुन्छ, बाटो बाटोमा पुरा बत्ती राखिदिन्छ होइन। यो चाहिँ मैले भविष्यमा देखेको हो। जहाँ जहाँ बाटो छ गोरेटो बाटो पनि बत्ती राखिदिनु हुन्छ उहाँले। उज्यालो नेपाल त्यतिकै भन्यो भने साथी हो, उज्यालो नेपाललाई यसपालि भोट हालेर बहुमतले जिताउनु पर्छ। कुलमान घिसिङलाई प्रधानमन्त्री पुर्याउनु पर्यो हामी सब मिलेर। ल है इष्टमित्र आसाङ आनी आले आँगा जो नाना आँगा आँग्रे जम्मन दान लसो फ्याफुल्ला जम्मजन बल्ल सिद्धुजी लो यसपालि चाहिँ मौकाको चौका हान्नुपर्छ। यस्तो मौका फेरि आउँदैन हामीलाई। यो मौका चाहिँ एकदम यो मौका छोड्नै होइन। यसपालि लडेर हुन्छ, के गरेर हुन्छ, भोट हालेर एकदम चाहिँ सुरक्षा गर्नु पर्यो होइन साथी हो। म यही भन्न चाहन्छु। ल है अब भोलि लोसर कार्यक्रममा पनि अब पाल्नुहुन्छ होला। पेस रूपमा अब विश्वको अब विश्व के भन्नु होइन, अब नेपालको त्यो यो भनौँ यस्तोसम्म हुन्छ होला भोलि है साथी हो। उज्यालो नेपाल जिन्दाबाद। यस्तै म चाहिँ एकदम उज्यालो नेपाललाई अब एकदम गर्छु होइन। के गर्नु अब सपोर्ट त अरूले पनि गरेको थियो, लास्टमा आएर उज्यालोमै जानुपर्ने भयो। ल यस्तो उज्यालो बनाइदिने है साथी हो। ल एकदम मैले सोचेको चाहिँ यही हो।